म फेरि पनि भन्छु र पटक पटक भन्छु, फेरि पनि हामीले हाम्रो संविधान र व्यवस्थाको रक्षा गरेर अघि जानु छ। नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाको युगीन जिम्मेवारी फेरि एकपटक इतिहासले हामीलाई सुम्पिएको छ। अनेक नाम र आवरणमा हुने सबै खालका गलत कदमहरूलाई अस्वीकार गर्नु छ। यस बेलामा म सबै अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्न चाहन्छु, अब आवेग, उत्तेजना र प्रतिशोध त्यागो, इतिहासको घाउ कोट्याएर भविष्य थप अनिश्चित नबनाऊ। फेरि पनि कतैबाट आवेग, उत्तेजनाहरू सुनिनु गलत हुनेछ। 24 गतेको त्यो ताण्डव सर्वथा गलत थियो भनेर मैले पटक पटक भनेको छु। आन्दोलनमा घुसपैठ भयो भन्ने निचोडमा स्वयं जेन्जीका अगुवाहरू पुगि नै सक्नु भएको छ र यस अवस्थामा आफ्नै आचार संहिता आदर्श बनाएर आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका जेन्जीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततिहरूलाई गाली गर्नु हो। आफ्नै सन्ततिहरूलाई त्यसरी गाली गर्ने जिम्मेवार अभिभावक बन्नै सक्दैन। त्यसैले म फेरि पनि दोहोऱ्याउन चाहन्छु, उत्तेजना होइन, धैर्यता र संयमताको उदाहरण बनेरै हाम्रो पुस्ताहरूलाई मार्गदर्शन गर्न जरुरी छ।